एउटा विश्वासी एउटा बहिनी एकदम संसारमा फेडअप भएको चर्चमा आयो, उसले सुनेको थियो चर्चमा शान्ति हुन्छ भनेर। चर्चमा आयो, ऊ एकदमै मेन्टली डिस्टर्ब थियो, एकदमै ल्याङफ्याङ थियो। चर्चमा आउने त यस्तै खालको चेयरमा बस्छ, बस्ने प्लाट्टै चेयर भाँच्छ। माथि एउटा पास्टरले, बहिनी बस्नु आउँदैन तिमीलाई, घरमा सिकाएन तिमीलाई डिसिप्लिन? बहिनी त थर काम हेर, सेवा सक्ने बित्तिकै गयो, झन् निराश भयो। अनि पपमा गयो, क्लबमा गयो। अनि क्लबमा गएर चाहिँ टकिला अर्डर गरेर सर्ट खाँदा गरेर चाहिँ टकिला ब्लाङ्गै झऱ्यो ग्लास। अब चाहिँ मैले भेट्ने भयो, चर्चमा पनि चेयर भाँड्दा भेचेको, यहाँ पनि भेट्ने भनेर झन् एन्जाइटीले उसलाई एट्याक गर्यो। उताबाट बारको म्यानेजर आएर कुदेर, म्याम यु डोन्ट हेभ टु वरी, चिन्ता नगर्नुहोस्, बस्नुहोस्, वेटर ब्रिङ कम्प्लिमेन्ट्री ड्रिङ्क टु हर। तँ त छक्कै पर्यो, के हुँदैछ यहाँ? चर्चमा हुनुपर्ने त यहाँ क्लबमा हुँदैछ, के भयो? अनुग्रहको इनारो ख्रिस्टको मण्डली होइन, आज त अन्याय गर्ने ठाउँको ख्रिस्टको मण्डली हुँदैछ।